आज चाहिँ हाम्रो चौथो दिन। आज चाहिँ हामीहरू आएका छौँ। आज आफूले आएको छ हाम्रो आज त 10 कट्ठा, अर्को ठाउँ पनि 10 कट्ठा। आज पनि 10 कट्ठै छ है। अब काटेर सकाउनु पऱ्यो। आज स्पेसली हाम्रो नयाँ मान्छेलाई लिएर आएको छ हामीले, नयाँ पाहुना। र उनलाई पनि यस्तो 10 कट्ठामा कटाएर धान सान। आज चाहिँ चिकन पुरा, फेरि आज पनि चिकन भरेर ल्याएको यसमै। हिजो पनि चिकन खाएको, आज पनि चिकन। के गर्ने अब, काम गर्छ कि चिकन खानुपर्छ। र म गेटअपमा फुल गेटअपमा आमा चिल गिद्ध अति ठुलो त्यो भागिरा देखो गाइस, के भन्छ यसलाई? इगल 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 इगल। के छैन, यस्तै काम गर्न आइसकेपछि चाहिँ चिकन के खान पाइन्छ। त्यही भएर चाहिँ फुल दम निकालेर हान्ने हो, धान काट्ने ड्याङ कि ड्याङ। ल गाइस, सबै हेर्दै गर्नुहोस्। हाम्रो केटाहरू अगाडि गइसकेका छन्, हाम्रो जुम्ली ग्याङ। आज त तिम्रो लास्ट हो, अब जति काम गर्छ गर। आज यति हो, जति देखिरहेको छ। आज चाहिँ पुरै काम सकाएर चल्दिने हो घर। अब जति काट्यौँ कहाँ छ 5 कट्टा? अरे 5 कट्टा मतलब कि लास्टै नरहेछ अझ गाइस, अझ रहेछ टन्नै। अझ बाँकी रहेछ, त्यो पनि हेरिदिउँ। आज चाहिँ बवाल हानिदिने हो, काम सकाएर पुरै। अब त्यसपछि तपाईँहरूले धान चाहिँ काटेको हेरिसक्नु। त्यसपछि अब धानलाई कसरी दाउने भन्ने कुरा चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अझै। त्यो हेर्नका लागि तपाईँ भिडियोमा यसै गरी हेरिराख्नुहोस्, कतै नभट्किनुहोस्। हाम्रा यी कामदारहरूलाई हेर्नुहोस्, यस्ता मेहनतिला छन् केटाहरू। बिहानै आइदियो कि यिनीहरू त है, बिहानै आइदियो। ल हामी अब ढिलाइ नगरी काममा लाग्दैछौँ। हाम्रा खेतालाहरूले सबै अब काटेर सकाइसक्नु लाग्नु भएको छ सबै। अब धान काटेर हेर्न सक्नुहुन्छ। आज नयाँ मान्छे आउनु भएको छ। आज हाम्रो फुपू, हाम्रो बडी मम्मी पनि आउनु भएको छ। हाम्रो माइली आन्टी, भाइ बहिनीहरू। हजुर हाम्रै फुपू त हुन्। हेर फुपू पनि अब देखिसक्नु भएको छ हाम्रो भ्लगमा। आजको फाइनली आजको चौथो दिन है हामीहरूको, यो चौथो दिन हो। चौथो दिनपछि आज हामीहरूलाई धेरै सहायता गर्ने हाम्रा फुपू बडी मम्मीहरू भेटिनु भएको छ। जस हामीहरूलाई सहयोग गर्न आउनु भएको छ। हेर्नुहोस्, अझै आउँदो वर्ष पनि यसरी सहायता गर्न आउनु होला। अहिले चाहिँ तपाईँहरूलाई म एउटा दामी दृश्य देखाउन गइरहेको छु, जुन कि हाम्रो खेत नजिकै रहेको यो के सानो कुला है। यो चाहिँ हाम्रो माइली आन्टीले, माइला अङ्कलले लाउनु भएको यो सानो बोट थियो पहिला। त्यो आजले यति ठुलो भइसक्यो है, क्या दामी छ। वाह, यो चाहिँ हाम्रो यता है, यो यता के भन्छ, यो चाहिँ कुला, क्या दामी। आहा चिसो यार पानी। यो चाहिँ सानो यतातिर है यो कुला। अहिले चाहिँ के भन्छ, सानो यो खोला भनौँ न। यतै अहिले चाहिँ अहिले सुक्या छ, अहिले त्यति गहिरो छैन। अब बर्खाको बेला चाहिँ पुरा भर्या हुन्छ यो, पुरै माथि यहाँसम्म पुग्या हुन्छ, पुरा माथिसम्म यो पानी। जस रमाइलो छ। हामी पहिले सानो बेला चाहिँ माछा मार्न आउने गर्थ्यो, भनेपछि चाहिँ आजभोलि माछा मार्न आउँदैन, किनकि आजले माछा मार्न आए पनि माछै लाग्दैन यो ठाउँतिर। माछा हेर्न सक्नुहुन्छ यतातिर कस्तो दामी माछा। यी सानो माछा बच्चा है, ठुलो माछा चाहिँ छैन यतातिर। ए सानो एउटा चाहिँ के हो, सँगै किरा जस्तो है, कस्तो दामी। आहा त्यही भएर रमाइलो छ। खुट्टा पनि धोइयो मेरो, आहा चट्टा पारेर होइन, चट्टा पारेर खुट्टा पनि धोइयो। तर यस्तो ठाउँमा सर्प हुनुहुन्छ है बोबाल। यो ठाउँमा चाहिँ माछाभन्दा धेरै सर्प भेटिन्छन् यो ठाउँतिर। माछा त धेरै सर्प भेटिन्छ, त्यही भएर अलिक खतरनाक छ, डर लाग्छ यो ठाउँतिर। हाम्रो ततिर यी सर्प हुन्छ त्यता भित्रतिर त है, सर्प टन्ने होला। यहाँतिर यस्तो खुट्टा अलि राम्रो ध्यान दिएर हिँड्नुपर्छ हामीले। सो गाइज हेर्नु सक्नुहुन्छ हाम्रो न्यू टेक्नोलोजी ग्याङ आइसकेको छ। हेर त यो टेक्नोलोजीले आजले पुरै यस्तो छाता कुन स्टाइलले बाँधेको छ है। अब घाम भइरहेको छ यसलाई टेक्नोलोजिया। काट्दा त धान कसरी खै तपाईँले हेर्नु सक्नुहुन्छ। यो तरिकाले अब हाम्रो मार्केटमा छिट्टै नै आउँदैछ। यस्ता नत्र भने हल्का फुल्का त्यो स्क्र्याचहरू लाग्छ फेसमा, लास्टै पनि पछि साँझतिर घर गयो भने पसिनाले त्यो अनि काम गर्दा पसिना आयो भने त्यसो पोलिन्छ क्या। त्यही भएर चाहिँ यो जुन टेक्निक ल्याएको छ हाम्रो पदुरे मिलन भाइले, यो चाहिँ न्यू टेक्नोलोजी
सो अब ढिला नगरी हाम्रो पदुरीले अर्को उयो धार लगाइरहेको छ यस्तरी मितिर है यो पटिङले चलो चलो भाइ काममा लाग्नु हतार गर्नुहुन्छ हेर्न सक्नुहुन्छ हेर अहिले टेन्ट बनाइरहेको छ नि सबैले हामी जसरी ट्रेकिङ गर्थ्यौँ पहिला ट्रेकिङ गर्दाखेरि चाहिँ माथि चाहिँ हल्का के अनुभव हामीहरूसँग छ अहिले चाहिँ अब यस्तो गर्मी लागिरहेको छ गर्मीको बेला चाहिँ अलिकति बस्ने व्यवस्था त के गर्नु पर्यो नि त हामीहरूले त्यही भएर कस्तो लाटेहरू लाटेहरू अरे बोल्न मन लागिरहेको छ त अनि म नबोलेर मलाई नदेखाएर कसलाई देखाउने हो नि यस्ता लाटेहरू क्यामेराम्यान भएनन् क्या मैले भविष्यका मेरा क्यामेराम्यान बनाउला भनेर त सोचेर तिमीले त बिचमा आङ्लासाङ्ला हाल्दिनँ हात धुँदैछन् अब खाना खाने तयारी अब अर्काको पालो पालै पालो कोही अर्का मुख धोइरहेछन् त कोही अर्का मुख धोइरहेछन् पानी हाल्ने यस्तै रमाइरहेछन् हेर देउरानी जेठानी यस्तो हुनुपर्छ देउरानी जेठानी यस्तो हुनुपर्छ यस्तरी मिलिजुली बस्ने होइन यस्तरी भाइ बहिनी आफ्नै दिदी बहिनी जसरी मिल्ने यो स्वभाव हुनु पर्यो नि त हेर्न सक्नुहुन्छ हेर्नुहोस् टेन्टसम्म आएर चौकीदारी गर्नेहरूलाई यिनीहरू टेन्ट उड्नेलाई हाम्रो अर्को चौकीदार उता बन्छ माग्ने अहिले कि माग्नेलाई कोही भात हाली पठाइदियो त्यसलाई त्यो हाम्रो बचैला एउटा फुपू पनि आइसक्नु भयो हेर्न सक्नुहुन्छ हाम्रो बचैला एउटा फुपू पनि आइसक्नु भयो वाउ क्या टाइमिङ छ फुपूको वाट अ टाइमिङ फुपू वाउ फुपूलाई धन्यवाद दिइराख्नु भएको छ सबैले काँक्रा ल्याउँछ भने त मासु जे भए पनि तर नेपाली चाहिँ गर्छ क्या हेर न सिधै यस्तो खडा खडा अहिले नै पुरै बाँसको झाडी लगाइदियो कि एकै ठाउँमा खाना खाने गालिदिने नै यस्तो बेकार रहेछ र गालिदिने त हाम्रो फुपूलाई धेरै धेरै धन्यवाद फुपू हाम्रो भ्लगमा आइसक्नु भएको जस यस्तो घाममा तडपिरहेकोलाई यस्तो कागती अनि कागती सब लिएर आइदिनु भएको छ जोस् एकदम खुसीको कुरा हृदयदेखि धन्यवाद फुपूलाई यस्तो गर्मीको बेला जोस् केही कुरा ल्याएर हामीहरूलाई खिलाइदिनु भएको लागि केटाहरू बिहे भोजमा आछन् है केटाहरू बिहे भोजमा आछन् केटाहरू यस्तरी खाना खाइरहेछन् पुरै बिचमा आएर दबाइरहेछन् रमाइलो छ गाइस हेर्नुहोस् खेतमा धान काट्न आए पनि यस्तो रमाइलो तपाईँहरूलाई मैले इन्ट्रोडक्सन दिन चाहेँ सबैको उहाँ चाहिँ हाम्रो मम्मी उहाँ हाम्रो माइली बडी मम्मी अर्को हाम्रो माइली फुपू हाम्री जेठी फुपू माइली आन्टी हाम्रो कान्छी आन्टी खाना हाल्न लाग्नु भएको जो छ अनि यो चाहिँ हाम्री च्याम्डी बहिनी दिपासा खाना मैले चाहिँ खाना बाँड्ने यहाँ टेन्ट उड्यो यहाँ त खाना बाँड्ने मैले वितरण गर्ने मैले आफ्नो काम पाएको छु यहाँ चाहिँ यो छाता पछाडि को छ सोध्नु भयो होला यहाँ कालु पाण्डे छ पदुरे ग्याङ हुन्छ सबैको इन्ट्रोडक्सन मैले दिइसकेको छु सबैको परिचय मैले गरिसकेको छु अब चाहिँ हाम्रो ब्लग यतिकै राख्दै तपाईँबाट हामी बिदा लिन चाहन्छौँ हस् त टाटा बाई 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 भन सबै ल आज बाई बाई भन्दै सबै बाई 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 बाई